हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु नबिनाज गार्डन। आजको यो भिडियोमा चाहिँ मैले गर्मीमा फुल्ने केही यस्ता 10 प्लान्टको बारेमा कुरा गर्न जाँदैछु। तपाईहरुले अब यो गर्मीको समयमा कस्तो कस्तो फुलहरू रोप्ने होला भनेर सोच्दै हुनुहुन्छ भने तपाईहरुको लागि आजको मेरो यो भिडियोबाट केही हेल्प हुन सक्नेछ। भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईहरुलाई आजको मेरो भिडियो मन परेमा लाइक र तपाईहरुको साथीभाइ बीच पनि शेयर गर्न नबिर्सिनु होला। आउनुहोस् अब भिडियो सुरु गरौँ। अबको गर्मी समयमा एकदमै राम्रोसँग फुलहरू फुलाउन सकिने प्लान्ट पहिलो नम्बरमा रहेको छ भिन्काको फुल। भिन्काको फुलमा चाहिँ एकदमै मिठो मिठो कलरमा फुलहरू फुल्ने गर्छ। हामीले चाहिँ दुईवटा चाहिँ भिन्काको लोकल खालको प्लान्ट पनि पाउन सकिन्छ। एउटा व्हाइट र पर्पलमा हुन्छ, अरु भने आजभोलि हामीले नर्सरीमा एकदमै धेरै कलर भेराइटीहरुमा यो भिन्काको प्लान्टहरू पाउन सकिन्छ। थरीथरीको कलरहरू हुने गर्छ के मसँग पनि यो प्लान्टको चाहिँ 3-4 वटा कलर रहेको छ। मलाई एकदमै मन पर्छ के यो फुल चाहिँ 12 मासे फुल पनि हो। लगभग 12 महिना नै यसमा फुलहरू फुल्छ। गर्मीको समयमा चाहिँ ठुलो ठुलो प्याटल भएर फुल फुल्छ भने जाडोको समयमा चाहिँ एउटा दुईटा फुल चाहिँ फुलि नै रहेको हुन्छ। तपाईहरुले पनि यो फुललाई चाहिँ आफ्नो गार्डनमा एड गर्नु भएको छैन भने अब यो गर्मीको समयमा ल्याएर एड गर्नु होला। वर्षभरि नै एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। पहिलो नम्बरमा रहेको प्लान्ट हो यो भिन्काको प्लान्ट। अबको गर्मी समयमा एकदमै राम्रोसँग फुल फुल्ने दोस्रो नम्बरमा रहेको छ यो हिबिस्कसको प्लान्ट। हिबिस्कसको प्लान्टहरुमा पनि एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यसको पनि हामीले धेरै कलर भेराइटीहरु पाउन सकिन्छ। एकदमै मिठो मिठो कलरमा चाहिँ यो फुलहरू फुल्ने गर्छ। यो पनि पर्मानेन्ट फुल नै हो। यसको चाहिँ हामीले सिंगल र डबल गरेर दुईवटा खाली प्याटलमा पाउन सकिन्छ। कलर भेराइटी भन्ने हो भने त यसको धेरै नै पाउन सकिन्छ के आजभोलि त नर्सरीमा सानो सानो होचो होचोमै फुल्ने पनि हामीले धेरै नै थरीको पाउन सकिन्छ। मसँग पनि यसको 2-3 वटा चाहिँ कलरहरू रहेको छ। तपाईहरुले पनि यो फुललाई एड गर्नु भएको छैन भने अबको यो गर्मी समयमा एड गर्नु होला। एकदमै राम्रोसँग गर्मीको समयमा फुल फुल्छ, जाडोको समयमा पनि एउटा दुईटा चाहिँ फुल फुलि नै राख्छ। यो बगनबेलियाको प्लान्टमा पनि अब गर्मीको समयमा एकदमै राम्रोसँग फुलहरू फुल्छ। यो चाहिँ जाडोमा पनि एकदमै राम्रोसँग फुलहरू फुल्ने नै प्लान्ट हो। यसमा चाहिँ वर्षको लगभग 3-4 चोटि नै फुलहरू फुल्छ के हामीले माथिको हाँगाहरूलाई समय समयमा फुलहरू फुलिसकेपछि काट्यो भने चाहिँ तल तलबाट आएर नयाँ नयाँ ब्रान्चमा चाहिँ एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। हामीले चाहिँ यसलाई 2-3 तरिकाले रोप्न सकिन्छ। पटमा पनि हामीले झ्याममा बुस्सी गराएर एकदमै राम्रोसँग फुलाउन सकिन्छ भने अर्को चाहिँ हामीले लहरा जान दिएर माथि माथि गएर पनि एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यसलाई पनि तपाईहरुले आफ्नो गार्डनमा एड गर्नु भएको छैन भने एड गर्नु होला। यसलाई चाहिँ हामीले पटमा रोप्दा चाहिँ 10 देखि 12 इन्चको पटमा रोप्यौं भने एकदमै राम्रोसँग ग्रोथ गर्ने गर्छ। यसको लागि चाहिँ हामीले पानी पनि त्यति साह्रै धेरै दिनु पर्दैन के माथिको माटो हल्का ड्राई भइसकेपछि पानी दियौ भने चाहिँ एकदमै राम्रोसँग हामीले यो प्लान्टबाट वर्षौं वर्षसम्म फुलहरू लिन सकिन्छ। त्यसैकारणले तपाईहरुले पनि यो फुललाई आफ्नो गार्डनमा एड गर्नु भएको छैन भने अबको समय यो फुललाई पनि आफ्नो गार्डनमा एड गर्न सक्नुहुनेछ। अबको गर्मी समयमा एकदमै राम्रोसँग फुल फुल्ने प्लान्ट हो यो फ्युसियाको प्लान्ट। यसमा पनि एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यो फुललाई चाहिँ हामीले धेरै नामहरुले पनि चिन्ने गरिन्छ। डान्सिङ डल, कृष्णकली, फ्युसियाको प्लान्ट, अझै धेरै धेरै नामहरुले पनि चिन्ने गरिन्छ। यसमा पनि गर्मीको समयमा एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यसलाई चाहिँ हामीले त्यति साह्रै चर्को घाममा चाहिँ राख्नु हुँदैन। छाया पर्ने ठाउँमा राख्यो भने चाहिँ एकदमै राम्रोसँग ग्रोथ गरेर एकदमै मज्जासँग फुलहरू फुल्ने गर्छ। यो फुल फुल्दा चाहिँ डल डान्स गरेको जस्तै देखिन्छ। मसँग पनि यसको 3-4 वटा कलर चाहिँ फुलको रहेको छ। तपाईहरुको गार्डनमा पनि यो फुल छैन भने अबको समयमा ल्याएर रोप्नु होला। एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यो पनि पर्मानेन्ट फुल नै हो। यो जस्मिनको प्लान्ट पनि अब गर्मीको समयमा फुल्ने एकदमै राम्रो फुल हो। यसमा चाहिँ व्हाइट कलरको फुल फुल्छ। फुल चाहिँ डबल र सिंगल पेटलमा हुन्छ। तपाईहरुले आफ्नो गार्डनमा यो फुललाई एड गर्नु भएको छैन भने अबको यो समयमा ल्याएर एड गर्नु होला। यसको चाहिँ डबल र सिंगल पेटल पनि हुने गर्छ। एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। एकपटक तपाईहरुले आफ्नो गार्डनमा एड गर्नुभयो भने चाहिँ वर्षौं वर्षसम्म हामीले यसबाट फुलहरू लिन सकिन्छ। गर्मीको समयमा एकदमै राम्रोसँग फुल फुल्ने प्लान्ट हो यो बर्मकमलको प्लान्ट।
यो प्लान्टलाई चाहिँ हामीले शुभ प्लान्ट भनेर पनि चिन्ने गरिन्छ। यसलाई चाहिँ आफ्नो घरमा रोप्यौ भने एकदमै शुभ हुने गर्छ भनेर वास्तुशास्त्रमा पनि लेखिएको छ। तपाईहरुले पनि आफ्नो गार्डनमा यो फुललाई एड गर्नुभएको छैन भने एड गर्नु होला। एकदमै शुभ मानिन्छ के यो फुल आफ्नो घरमा रोप्दा। यसको पनि फुल चाहिँ रातिमा मात्रै फुल्ने गर्छ। एकदमै मिठो सेन्ट पनि आउने गर्छ। यो फुल चाहिँ एक दिन मात्रै फुलेर फक्रन्छ, अर्को दिन चाहिँ ओइलाइहाल्छ। यसलाई हामीले आफ्नो घरमा फुलेको दिनमा पूजाहरू गर्यौं भने झन् एकदमै शुभ हुन्छ भन्ने पनि मान्यता रहेको छ। तपाईहरुले यो फुललाई आफ्नो गार्डनमा एड गर्नुभएको छैन भने अबको समयमा ल्याएर एड गर्नु होला। एकदमै शुभ मानिने प्लान्ट हो यो। यो अपराजिताको फुल पनि गर्मीमा फुल्ने एकदमै राम्रो फुल हो। यसलाई पनि हामीले आफ्नो घरमा रोप्यौं भने एकदमै शुभ हुन्छ भन्ने पनि मान्यता रहिआएको छ। तपाईहरुले यो फुललाई पनि आफ्नो गार्डनमा एड गर्नुभएको छैन भने अबको समयमा ल्याएर एड गर्नु होला। यो चाहिँ लहरा भएर जाने खालको फुल हो। एकदमै लहरा भएर राम्रोसँग फुलहरू फुल्ने गर्छ। यो फुलको पनि हामीले कलर भेराइटी चाहिँ धेरै नै पाउन सकिन्छ। यो फुल चाहिँ डबल र सिंगल पेटलमा पनि हुने गर्छ। तपाईहरुले पनि यो फुललाई आफ्नो घरमा चाहिँ एड गर्न सक्नुहुनेछ। यसैगरी यो गर्मीको समयमा एकदमै राम्रोसँग फुल फुल्ने प्लान्ट हो यो ब्लिडिङ हार्टको प्लान्ट। यसमा चाहिँ एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। लगभग यसमा चाहिँ फुलहरू 8-9 महिना नै फुल्छ के। यसको पनि हामीले दुईवटा कलर भेराइटी पाउन सकिन्छ। यो चाहिँ रेड कलरमा भयो, अर्को चाहिँ हामीले व्हाइट र रेड मिक्स भएको फुलहरू पाउन सकिन्छ। एकदमै राम्रोसँग फुल्छ के यो फुलहरू पनि। यो पनि लहरा भएर जाने गर्छ। हामीले ट्रिम गरेर होचो होचोमा पनि फुलाउन सकिन्छ। यो हाइड्रेन्जियाको फुलमा पनि अब गर्मीको समयमा एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मेरो यो प्लान्टमा चाहिँ यसरी कोपिलाहरू पनि लाग्न सुरु भइसकेको छ। यो चाहिँ ठुलो ठुलो गुच्छा भएर फुल्छ के। यसको पनि हामीले धेरै नै कलर भेराइटीहरू पाउन सकिन्छ। एउटै प्लान्टमा पनि यसको चाहिँ दुईवटा कलर भएर पनि फुल्ने गर्छ, पिंक र पर्पल। मेरो यो चाहिँ पर्पल फुल्ने फुल हो। यसमा चाहिँ प्लान्ट पनि एकदमै बुस्सी भएको छ। यसमा अब सबै कोपिलाहरू पनि लाग्न सुरु भइसकेको छ। तपाईहरुले पनि यो फुललाई आफ्नो गार्डनमा एड गर्नुभएको छैन भने अबको समयमा यी प्लान्टहरूलाई आफ्नो गार्डनमा एड गर्न सक्नुहुनेछ। धेरै नै कलर भेराइटीहरुमा चाहिँ यो प्लान्टहरूलाई हामीले पाउन सकिन्छ। यसैगरी यो गर्मीको समयमा एकदमै राम्रोसँग फुल फुल्ने प्लान्ट हो यो गार्डन फ्लक्सको प्लान्ट। यसलाई चाहिँ मैले असारे फुल भनेर पनि चिन्ने गर्छु। मैले चाहिँ असारमा एकदमै राम्रोसँग फुल फुल्ने भएको भएर चाहिँ यसलाई असारे फुल भन्ने गर्छु। यसमा पनि एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। फ्लक्सको प्लान्ट जस्तै गरेर गुच्छा गुच्छामा फुल फुल्छ यसमा। तर यो गर्मीमा फुल्ने एकदमै राम्रो फुल हो के। यसको कलर भेराइटीहरू पनि हामीले धेरै नै पाउन सकिन्छ। तपाईहरुले पनि यो फुललाई चाहिँ नर्सरीमा पाउनु भयो भने चाहिँ आफ्नो गार्डनमा ल्याएर एड गर्न सक्नुहुनेछ। यो पारिजातको फुल पनि गर्मीको समयमा एकदमै राम्रोसँग फुल्ने गर्छ। यो चाहिँ रातिमा फुलेर बिहानको समयमा चाहिँ सबै झर्ने गर्छ। त्यही झरेको फुलहरूलाई नै हामीले टिपेर पूजा गर्न सकिन्छ। तपाईहरुले यो फुललाई चाहिँ एड गर्नुभएको छैन भने एड गर्नु होला। एकदमै शुभ मानिन्छ कि आफ्नो घरमा रोप्दाखेरि यसको चाहिँ 5 छोए मात्रै पनि शुभ हुन्छ भन्ने चाहिँ मान्यता रहिआएको छ। आज मैले यो भिडियोमा कुरा गरेका चाहिँ सबै फ्लावरिङ प्लान्ट्सहरू चाहिँ पर्मानेन्ट फ्लावरिङ प्लान्ट्स हो। एक वर्ष हामीले आफ्नो गार्डनमा एड गरिसकेपछि अर्को वर्ष पनि त्यही प्लान्टबाट चाहिँ एकदमै राम्रोसँग फुल फुलाउन सकिने प्लान्टहरू। गर्मीमा फुल्ने फुलहरू त हामीले अरू धेरै पनि पाउन सकिन्छ। मैले भने आज यो भिडियोमा केही 10 वटा फुलको बारेमा मात्रै कुरा गरेकी छु। तपाईहरुलाई आजको मेरो यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक र तपाईहरुको साथीभाइ बीच पनि शेयर गर्न नबिर्सिनु होला। कीप वाचिङ, बाइ बाइ, सी यू सुन।